नमस्कार सबैजनालाई। तपाईले यो जर्सी याद गर्नुभएको छ? अनि यो लोगो पनि मैले यो लोगो भनिरहेको छैन, किनकि यो लोगो र यो जर्सीले हामीलाई याद दिलाउँछ 2 रनको हार जुन आज नेपालले फेरि बेहोरेको छ। स्कटल्यान्ड विरुद्धको खेल 50 ओभरमा 8 विकेटको क्षतिसँगै स्कटल्यान्डले 243 रन बनाएको थियो। तर इनिङ ब्रेकमा पानी परेको हुँदा डीएलएस मेथडको कारणले गर्दाखेरि 39 ओभरमा झारिएको थियो गेम र नेपालले लक्ष्य पाएको थियो 221 रनको, जुन 2 रनले हार्न पुगेको छ। आफ्नै घरेलु मैदानमा होम अफ नेपाली क्रिकेटमा फेरि हार बेहोर्न पुगेको छ स्कटल्यान्ड विरुद्ध। अनि भनौँ यो हार लक वा डेस्टिनीको कारणले भएको थिएन, साना साना गल्तीको कारणले भएको थियो। रन नलिग्नु, रेकलेस ब्याटिङ, गलत सट, गलत फिल्डिङको बेसिक स्ट्यान्डर्ड नपुर्याउनु, क्याच मिस गर्नु। नेपाल क्रिकेट बेसिक स्ट्यान्डर्डमा मानिँदैन, फिल्डिङमा हाई लेभलकै हो, तर आज साधारण फिल्डिङ देखिएको थियो नेपाल क्रिकेटको, जसले गर्दा आज हार्न पुगेको छ 2 रनले। अनि बलिङतर्फ एक्स्ट्रामा 11वटा वाइड गएको थियो नेपालको, जुन फ्री रन मानिन्छ क्रिकेटमा। हामी यो डाटा लिएर हेर्दैछौँ। किन हेर्दैछौँ भन्दा नेपाल क्रिकेट अगाडि बढ्नु छ भने अनेस्ट भएर, फ्याक्ट भएर हामीले गल्तीहरू अगाडि छर्लङ्ग राखिदिनुपर्छ। स्कटल्यान्डको बलरले नेपाल ब्याट्सम्यानलाई ऐना देखाइदिएका थिए। अझ भनौँ लेफ्ट आर्म स्पिनरले दायाँ हाते ब्याट्सम्यानलाई धेरै नै गाह्रो पारेका थिए, पिचमा अड्काइदिएका थिए। मार्क वार्ड जस्ता बलर, ओलिभर डेभिडसन जस्तो बलरले पिचमा अड्काएर राखेका थिए नेपाल ब्याट्सम्यानलाई। भलै बिचमा दिपेन्द्र सिंह हेरी र रोहित पौडेलको राम्रो साझेदारी बनेको थियो, तर गलत सट खेल्दै रोहित पौडेल आउट भएका थिए। त्यो अननेसेसरी ल्याप्स। आजको पिच कन्डिसन हेर्दाखेरि सिधा ब्याटले अथवा स्क्वायर विकेटमा मात्र रन निस्किरहेको थियो अगाडि भन्दा धेरै। तर पछि आएर गुलसन झाले केही ठुला सटहरू त खेले, तर सीमा पार भन्ने लान सकेनन्। हामी देख्न सक्छौँ नेपाल एले 4वटा गेम जितेको थियो स्कटल्यान्ड र युएसए विरुद्धको गेममा। प्र्याक्टिस गेममा जुन मूलपानीमा भएको थियो 4वटै गेम जितेको थियो। हामीले देख्न सक्छौँ नेपाल ए को ब्याट्सम्यानको काम, कम्पोज, ब्याटिङ, तर त्यो नेपाल सिनियर टिममा देखिएको थिएन। नेपालको गेम पाना पल्टाएर फर्काएर हिस्ट्री पछाडि फर्केर हेर्ने हो भने सानो सानो रन अन्तरले हारेको छ नेपाल। एकदम क्लोज म्याच, कन्सिस्टेन्टली हारिरहेको छ नेपाल, जुन बलिङ डिसिप्लिन, फिल्डिङ डिसिप्लिन र एक्स्ट्रा रनमा गएको छ। भलै नेपाल क्रिकेट फिल्डिङमा चुस्त दुरुस्त मानिन्छ, यो बलिङ डिसिप्लिन नहुँदा के हुन्छ आज देख्न सक्यो हामीले। 11वटा वाइड, जुन टेक्निकल फेलियर होइन, जुन मेन्टल फेलियर हो, जसमा प्रेसरले गर्दा बलरले लाइन र लेन्थ नै भुल्ने गर्छन्। स्कटल्यान्डको तर्फबाट ओपनर ब्याट्सम्यान जर्ज मन्जीले राम्रोसँग कुटेका थिए नेपाली बलरलाई, जसमा 62 बलमा 75 रन हानेका थिए। र ओभरको अन्त्यमा डेथ ओभरमा मार्क वार्डले राम्रो क्यामियो इनिङ खेले। 18 बलमा 24 रन। माइकल लिक्सले 23 बलमा 29 रन राम्रो क्यामियो इनिङ खेलेर स्कटल्यान्डलाई 243 को लक्ष्यसम्म पुर्याएका थिए। सधैँ जस्तो हेर्ने हो भने आज नेपालको डेथ बलिङ छताछुल्लो भएको थियो। अन्तिमको 5-6 ओभरमा 55 रन बनेको थियो त्यो, जसलाई केही हदमा कम गर्न पनि सकिन्थ्यो। तर उही सधैँको समस्या दोहोरियो फेरि पनि। नेपालको डेथ
ओभर बलिङमा। तर नेपाली बलिङ भने एकदम ल्याग गरिरहेको थियो लिग्स र वार्डको अगाडि। अनि अर्कोतर्फ चेजिङमा नेपालको ब्याटिङ हेर्ने हो भने सुरुदेखि नै स्ट्रगल गरिरहेको थियो। त्यो पानीको पछि नेपालको ब्याटिङ एकदम ल्याग गरिरहेको थियो। पिचले साथ पनि दिएको थिएन, टर्न थियो। तर टर्नको बावजुद ओपनर विनोद भण्डारी अगाडि बढेर ठुलो सट खेल्ने चक्करमा आउट भएका थिए। त्यहाँबाट नै नेपाली विकेटको पतन सुरु भइसकेको थियो। त्यति हतार नगर्दा पनि हुन्थ्यो जस्तो लाग्छ मैले मेरो पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि। केही हदमा बसेको भए रन आउने नै थियो, रन बन्ने नै थियो। तर ब्याटिङ कोल्याप्सले गर्दा पनि नेपाललाई बिचमा पार्टनरसिप बिल्डअप गर्दा गाह्रो भएको थियो। भलै दिपेन्द्र सिंहले राम्रो रन बनाएका छिन्। दिपेन्द्र सिंह एडीको फर्मको तारिफ गर्नुपर्ने हुन्छ। पछाडि 5वटा 6वटा गेम हेर्ने हो भने जसमा एउटा शतक, 3टा 4वटा मेबी अर्धशतक आएको छ। तर टप अर्डर ओपनिङ ब्याट्सम्यान भने सधैँको प्रब्लम, सधैँको समस्या, स्ट्रगल नै गरिरहेको छ। कुशल भुर्तेललाई ड्रप गरेर विनोद भण्डारी ओपनिङमा खेलेका थिए। घरेलु क्रिकेटमा राम्रो खेलेको कारणले। तर उही समस्या, यो हार मात्र होइन, कति महँगो पर्न जान्छ भन्ने कुरा यहाँ सबैजनालाई थाहा नै छ। नेपालले खेलेको 24 म्याचमा 7वटा जित र 15वटा हार बिहोर्न पुगेको छ, जसमा 16 पोइन्टका साथ 7औं स्थानमा छ भने स्कटल्यान्डले 29 खेलमा 15वटा जित निकाल्दै 36 पोइन्ट लिएर दोस्रो स्थानमा बसेको छ। यदि टप 4 मा आउने हो भने हामी 4थो स्थानमा रहेको नेदरल्यान्डलाई बिट गर्नुपर्ने हुन्छ। नेदरल्यान्ड्सको 28 पोइन्ट्स टेबल लिएर बसेको छ, जसमा हामी 12 पोइन्ट पछाडि छौँ। सो धेरै नै टफ हुन्छ अगाडिको गेमहरू। तपाईहरूलाई गल्ती गर्न छुट छैन, गल्तीको गुन्जाइस नै छैन। जस्ट फेयरलेस क्रिकेट खेल्नुपर्ने हुन्छ अब टप 4 मा पुग्नको लागि। होइन भने त फेरि जाने टप लास्ट बटम 2 मा पर्ने, फेरि च्यालेन्जर्स खेल्ने भन्न सकिँदैन। पिएनजी पनि रेलिगेट भएर अर्को लेभलमा गएको थियो र अहिले क्यानाडा त्यो च्यालेन्जर्स जितेर यो WCL खेलिरहेको छ, जसमा क्यानाडाले पनि नेपाललाई पछि पारेको थियो। यी साना साना कुराहरूले एकदम म्याटर गर्छ WCL मा। जस्तै क्यानाडा र नामिबिया सुपर ओभरमा पुगेका थिए। ओमान र USA पनि सुपर ओभरमा पुगेको थियो। सानो सानो रन, सानो सानो गल्ती, सानो सानो पोइन्टको लागि लडाइँ हुन्छ यो WCL मा। जस्तै यो डिसिप्लिन कमी भएको कारणले सानो सानो गल्तीले नै हामीले ठुलो ठुलो गेम हार्न पुगेका छौँ। आगामी गेमहरूमा फिल्डिङ मिस्टेक्स, क्याच मिसेस, अनि बलिङको लाइन एन्ड लेन्थ सँगसँगै हाम्रो ओपनिङ ब्याट्सम्यानमा प्रब्लम, यो कुराहरूमा सुधार गर्नु नै पर्ने हुन्छ नेपाल क्रिकेट टप 4 अथवा जित हासिल गर्नको लागि। होइन भने त मुस्किल पर्छ नेपाली क्रिकेटलाई टपमा पर्न। यो स्ट्यान्डर्डले त जितिँदैन, यो पक्का छ। किनभने USA जस्तो नम्बर 1 र स्कटल्यान्ड नम्बर 2 टेबल ऱ्याङ्किङमा बसेका छन्, जसले फेस गर्दैछ नम्बर 7
मा रहेको नेपाल। सो सजिलो भने पक्का पनि छैन, तर इम्पोसिबल पनि होइन। नेपाल आफ्नो घरमा खेल्दैछ। आई होप आगामी 3टा गेममा नेपाल यो कुराहरू सुधार्छ र जित हासिल गर्छ भन्ने, त्यसमा हामी आशावादी पनि हुनुपर्ने हुन्छ। र आशावादी छु म पर्सनली, नेपाली क्रिकेटको फ्यान भएकोले। र अन्त्यमा तपाईँलाई यो गेममा, आजको गेममा के कुरा छ भन्दा फ्रस्ट्रेटिङ लाग्यो त्यो कमेन्टमा लेख्नु होला। र यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।